अनि आज चाहिँ मैले रामेन पकाएर खाने निर्णय गरेँ है। अन्त त्यसको लागि मैले रामेन अलरेडी लिएर आएको थिएँ। अन्त चाहिँ अब कति बादमा म चाहिँ रामेन खाँदैछु है। अन्त किनकि अनि मैले रामेन पनि पकाएर लिइसकिसकेँ भन्दा भन्दै अनि यो रामेन चाहिँ पहिला चाहिँ अब पहिल्यै खाएको थिएँ मैले। अनि त्यतिखेर त्यस्तो मनै परेको थिएन किनकि मलाई सस पुरा गुलियो लाग्थ्यो नि त। अनि मलाई फेरि गुलियो चाहिँ मनै पर्दैन। जति पनि नुडल्सहरूको भेराइटिज हुन्छ नि मलाई गुलियो मन पर्दैन। इभन म चाउमिनहरूमा पनि सस खाँदिनँ, मलाई चाहिँ अचार मनपर्छ। पिरो भने चाहिँ मलाई ओभर मनपर्ने कि अब आफ्नो हेबिट हुन्छ है। मलाई पनि त्यही हो, पिरो चाहिँ मलाई मनपर्छ। अनि करेन चाहिँ मेरो फेभरेट हो, करेन चाहिँ म पुरा बेसी खान्छु नि त, पिरो हुन्छ नि त। अन्त त्यही भएर आज तर रामेन अब यत्रो दिन बाद खाँदा पनि धेरै मिठो क्या। अब आज चाहिँ मलाई अचानक पुरा मिठो लागेको नि। पहिला त मलाई कुनि के भएर गुलियो लागेको थियो होइन, तर अहिले यत्रो बाद खाँदा त मलाई पुरा मिठो लाग्यो हो। अन्त हेर्नु सक्नुहुन्छ कस्तो मिठो प्लस पिरो पनि थियो। अन्त त्यसको साथसाथ म चाहिँ पानी खान्छु भन्ने सोच्दै थिएँ, तर पानी खानुभन्दा अगाडि चाहिँ मैले फ्यान्टा देखेँ नि त, त्यहाँनिर राखिरहेको थिएँ। अन्त त्यो फ्यान्टासँग चाहिँ मैले रामेन खाँदै थिएँ। यो फ्यान्टा चाहिँ मैले हिजै ल्याएको थिएँ हो। अन्त हेर्नु सक्नुहुन्छ खाइ पनि सकेँ मैले। अन्त मैले प्लेट पुऱ्याएर पनि आइसकेँ। अन्त बेसी अलिक पिरो भयो कि, अन्त मैले बिस्किट पनि खाएँ। हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला।